हेलो अल स्टुडेन्ट गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ। आज म तपाईँहरूलाई पेज मेकरमा बोर्डर कसरी बनाउने भनेर सिकाउन गइरहेछौँ। पेज मेकरमा हामीले बोर्डर बनाएकोले हामीले विभिन्न सर्टिफिकेटमा पनि युज गर्न सक्छौँ, प्रशंसा पत्रमा पनि युज गर्न सक्छौँ, साथै विवाह कार्डमा पनि हामीले युज गर्न सक्छौँ। जस्तै हामीले सबभन्दा पहिले के गर्नुपर्छ भने पेज मेकरलाई ओपन गर्नुपर्छ। पेज मेकर ओपन गर्नको लागि हामीले विन्डोज प्लस आर गर्नुहोस्। विन्डोज प्लस आर गरिसकेपछि हामीले PM70 भन्ने हामीले टाइप गर्नुपर्छ। त्यसपछि इन्टर गर्नु होला। इन्टर भइसकेपछि हामीलाई केही बेर लोड लिन्छ र हाम्रो पेज मेकर हाम्रो के हुन्छ भने ओपन हुन्छ। पेज मेकर ओपन हुने बित्तिकै हाम्रो यस्तो इन्टरफेस आउँछ। अब यो हाम्रो इन्टरफेस आइसकेपछि हामीले के गर्नुपर्छ भने सबभन्दा पहिले एउटा न्यू पेज लिनुपर्छ। अब न्यू पेजको लागि हामीले कन्ट्रोल+N गर्नुहोस्। त्यसपछि हाम्रो हेर्नुहोस् त पेज साइज के छ त लेटर। पेज साइज हाम्रो लेटर नै राख्नुहोस्। त्यसपछि ओरिएन्टेसनमा हाम्रो टल छ र वाइड भन्ने अप्सन छ। अब हेर्नुहोस् त टलले के काम गर्छ भने यो पोर्ट्रेटको काम गर्छ, पेजलाई सिधा बनाउने काम गर्छ, र ल्यान्डस्केप भनेको पेजलाई तेर्सो बनाउने काम गर्छ। अब जस्तै हामीले पेज मेकर पेज मेकरमा बोर्डर बनाउनको लागि जहिले पनि वाइड भन्ने अप्सन हामीले क्लिक गर्नुपर्छ। त्यसै गरेर हामीले मार्जिन भनेको पेजको चारैतिर छोरिएको भाग। अब हामीले मार्जिन जहिले पनि 0.2 हाल्नुहोस्। 0.2 मार्जिन 4 प्रकारको हुन्छ, राइट लेफ्ट टप बटन भन्ने 0.2 सबै चारैमा हामीले 0.2 राख्नुपर्छ। अब जस्तै हेर्नुहोस् त मैले चारैमा 0.2 हालिसकेँ। अरू हामीले केही पनि गर्नु पर्दैन। अब हामीले ओके बटन थिच्नुपर्छ। ओके बटन थिचिसकेपछि हाम्रो हेर्नुहोस् त के भयो त पेज पेज मेकरमा एउटा न्यू पेज आइसकेछ। अब यसलाई हामीले के गर्नुपर्छ भने केही पनि गर्नु पर्दैन। हामीले यहाँबाट हेर्नुहोस् त रेक्ट्याङ्गुलर टुल्स भन्ने अप्सन छ। रेक्ट्याङ्गुलर टुल्सलाई हामीले सेलेक्ट गरेर अब पेजको माथिको हेर्नुहोस् त यो जुन छ हाम्रो मार्जिनवाला लाइन छ, यो भित्रको लाइन मार्जिनको यहाँबाट लिएर माथिदेखि लिएर एकदम तलसम्म हामीले यसलाई रेक्ट्याङ्गुलर सेप बनाउनु पर्छ। अब हेर्नुहोस् त यो सेप हाम्रो बनेर आयो होइन। त्यसपछि हाम्रो यहाँ कलर बक्स छ। कलर बक्स यहाँबाट त लिनु होला। कलर बक्स भइसकेपछि अब हामीले यो कलर बक्स अलिक ठुलो बनाइदिउँ। हेर्न सक्नुहुन्छ। अब हामीले यसको आउटलाइन कलर के गर्नुपर्छ भने अहिले हामीले आउटलाइन कलर ब्ल्याक नै छ। अहिले हाम्रो आउटलाइन कलर पातलो हेराइरहेछ। अब यसको हामीले के गर्छौँ भने स्ट्रोकलाई अलिक बढाइदिनुपर्छ। अब यसको स्ट्रोक साइज हुन्छ आउटलाइन साइज, यसको बढाउनको लागि हामीले माथि हेर्नुहोस् त एलिमेन्ट भन्ने अप्सन दिएको छ। एलिमेन्ट भन्ने अप्सन हामीले क्लिक गर्नुहोस्। त्यसपछि स्ट्रोक भन्ने अप्सन हुन्छ, स्ट्रोकमा गएर क्लिक गर्नुहोस् र यहाँ हेर्न सक्नुहुन्छ 12 पिटी भनेर छ, 12 पिटी भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। अब हेर्न सक्नुहुन्छ के भयो त हाम्रो स्ट्रोक साइज के भयो त ठुलो भएर आयो, बढी भएर आयो। अब यसको कलर हामीले रेड हालिदिनुहोस्। अहिले रेड कलर यसलाई बनाइदिन्छु, रेड कलर भयो। त्यसपछि हामीले यसैको जस्ट डुप्लिकेट लिनुपर्छ। अब डुप्लिकेट लिनको लागि हामीलाई थाहा छ कन्ट्रोल+C+V गर्नुहुन्छ, कपी र पेस्ट गर्नुहुन्छ। अब यसको लागि हामीले सबभन्दा पहिले कपी गर्नुहोस्, कन्ट्रोल+C। अब यसलाई हामीले पेस्ट गर्नको लागि हामी नर्मल्ली कन्ट्रोल+V गर्नुहुन्छ भने यो हाम्रो अलिक छेउमा पेस्ट हुनसक्छ। त्यसको लागि हामीले एकुरेट ठाउँमा जहाँ छ त्यही पेस्ट गर्नको लागि हामीले अल्ट कन्ट्रोल अनि भी गर्नुपर्छ। अल्ट कन्ट्रोल अनि भी गर्नुपर्छ। त्यसपछि जहाँको त्यही हाम्रो के हुन्छ भने पेस्ट हुन्छ। यो हाम्रो पेस्ट भइसकेछ। तपाईँलाई हेर्नमा अलि त्यो सेमै लागिरहेछ। यसको लागि हामीले यसको कलर आउटलाइन कलर यो जुन छ हाम्रो यसलाई क्लिक गरेर मैले व्हाइट बनाइदिएँ। अब हेर्नुहोस् त मैले एरो किले अलिकति सार्छु भने हेर्न सक्नुहुन्छ यहाँ हाम्रो भित्रमा रेड छ। हेर्नुहोस् त भित्रमा रेड छँदैछ। यसलाई म जस्ताको त्यस्तै राखिदिन्छु बिचमै। अब यो भइसकेपछि अब हाम्रो सबभन्दा पहिले यसमा अब बुट्टा बनाउनु पर्यो होइन, डट डट बनाउनु पर्यो, डिजाइन दिनु पर्यो भने यो व्हाइट कलरको जुन आउटलाइन हामी लिनुभएछ, सेप लिनुभएछ भने त्यसलाई सेलेक्ट गर्नुहोस्। अब हामीले यो जुन हामीले आउटलाइन कलरलाई हामीले व्हाइट गर्नुभएछ त्यसलाई हामीले सबभन्दा पहिले सेलेक्ट गर्नुपर्छ। र यो सेलेक्ट भइसकेपछि हेर्नुहोस् त चारैतिनामा हामीलाई के छ भने सेलेक्ट भएको अप्सन आइसकेछ। अब हामीले फेरि एलिमेन्ट भन्ने अप्सनमा जानुहोस् र फेरि हामीले स्टोक भन्ने अप्सनमा क्लिक गर्नुहोस्। स्टोकमा पनि हेर्न सक्नुहुन्छ कस्टम भन्ने अप्सन छ। कस्टममा गएर एकचोटि क्लिक गर्नु होला र कस्टममा गरिसकेपछि हामीले स्टोक स्टाइल भन्ने अप्सन छ, यसमा गएर हामीले यो सबभन्दा लास्टको यो जुन हाम्रो डट डट भन्ने
स्टाइल चाहिँ यसलाई सेलेक्ट गर्नुहोस् र साथै हामीले स्टोकको यो जुन साइज छ हाम्रो अहिले यसलाई हामीले अहिले 7 बनाइदिनुहोस्। 7 गरिसकेपछि 7 गरिसकेपछि ओके गरिदिनुहोस्। अब हेर्न सक्नुहुन्छ हाम्रो बोर्डर तयार भएर बनिसकेको छ। अब हेर्नुहोस् त म यसलाई अझै जुम गरिदिन्छु। यो बोर्डर हाम्रो बनिसक्यो। हेर्नुहुन्छ बोर्डर जस्तो भइसकेको छ। अब हामीले यसलाई के गर्नुपर्छ भने म सेल साइज 100 मै गर्छु। अब यसमा हामीले विभिन्न किसिमका सर्टिफिकेट डिजाइन गर्न सक्नुहुन्छ, प्रशंसापत्र बनाउन सक्नुहुन्छ, साथै हामीले विवाह कार्डको लागि पनि यो बोर्डर एकदम राम्रो हुन्छ। अब यसलाई के गर्नुपर्छ भने कन्ट्रोल ए गरेर अल सेलेक्ट गर्नुहोस् र कन्ट्रोल जी गर्नुहोस्। कन्ट्रोल जीले ग्रुप हुन्छ। कन्ट्रोल जीले ग्रुप भइसकेपछि अब हेर्न सक्नुहुन्छ जस्तै यहाँ मैले कन्ट्रोल ए गर्नुहोस्, कन्ट्रोल जी गर्नुहोस्, त्यसपछि यसलाई हामीले तान्न सक्नुहुन्छ। हेर्नुहोस् त यो भयो। सरी ग्रुप भएको छैन। कन्ट्रोल ए अनि कन्ट्रोल जी गर्नुहोस्, ग्रुप हुन्छ। त्यसपछि यसलाई हामीले पेजको आधी साइजमा राख्न सक्नुहुन्छ। हेर्नुहोस् आधीमा यो गयो। फेरि यसैलाई कन्ट्रोल सी अनि कन्ट्रोल भी गर्नुहोस् र यसलाई उठाएर हामीले अब तलपट्टि ल्याउन सक्नुहुन्छ। यसरी तपाईँले अब विवाह कार्डको लागि पनि यो बोर्डर हाम्रो एकदम उपयुक्त हुन्छ। यसमा अब हामीले विवाह कार्डको पनि केही कुरा लेखेर विवाह कार्ड बनाउन सक्नुहुन्छ। यसरी हामीले नर्मल डिजाइन बोर्डर पनि हामीले पेज मेकरमा बनाउन सक्छौँ। ल हस् त धन्यवाद। आजको लागि यति नै।